हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। अन्त मेरो चाहिँ मर्निङ भइसकेको छ। अन्त म चाहिँ साइडमा छु, साइडमा भन्दा पनि म्यासेजमा आइरहेको छ पोलिस्टरहरू गरेर। अन्त अब चाहिँ काम गर्न लाग्न आँटेको। अन्त यसो हेरिदिनुहोस् मेरो भिडियोहरू कस्तो के कसो लाग्छ प्रक्रियादिनुहोस् के कस्तोहरू। आजको मेरो कामहरू देखाउँदैछु। म आएको यहाँ कति दिन भयो भन्दा चाहिँ आजसँग 6 दिन 6 दिन होला, 6 दिन जस्तो भइसक्यो आएको। अन्त हुँदैछ कामहरू। अगाडि हिजो अगाडि गएको थिएँ, फेरि पछाडि ब्याक आइरहेको छु नि। यहाँ अगाडि अलिक मिलाउनु पर्ने हुन्छ, बाटो गाडी नचलेर नि त तेलको पुरा समस्या भयो। त्यसको लागि चाहिँ म फेरि पछाडि आएको छु बाटो बनाउनु। अन्त फेरि हेर्दै जानुहोस्, सबैलाई देखाउँदैछु म बाटोहरू कस्तो बनिँदो रहेछ। अन्त जानिन रहेछ भने यसो कमेन्ट गरेर भन्नुहोस् के मिलेको छैन। म चाहिँ लागेँ अब कामतिर गएर चाहिँ ढुङ्गाहरू फुटाउनु पर्ने हुन्छ। त्यहाँ अलिकति बाटो ब्लक छ नि त। अन्त हिलोहरू सोर्नु पर्ने हुन्छ, भइसक्यो यो बाटोहरू बनाउनु पर्ने हुन्छ। गाडी यहाँ माथि अगाडिसम्म जान्छ र योहरू बनाउनु पर्ने हुन्छ। अहिले म सबैभन्दा पहिला चाहिँ पर गएर बनाउनु पर्ने हुन्छ नि त। त्यहाँ हिलोहरू पुरा छ, ढुङ्गाहरू छ। त्यो ढुङ्गाहरू फुटाएर त्यहाँदेखि चाहिँ हाम्रो बाटो बनिन्छ, गाडी यहाँसम्म आउँछ नि त। पानीको पाइपै पाइप हुन्छ बाटोको नि। जग्गा चाहिँ यस्तो छ, हामी यही घरमा बस्छौँ नि त। अब हाम्रो चाहिँ काम चालु भयो। अझै यो बाटो बनाउनु पर्ने हुन्छ नि त। अन्त यहाँ पर मैले ढुङ्गा चाहिँ फुटाइरहेको छु। अस्तिको दिन होला यो फुटाएको थिएँ। त्यहाँ परसम्म फुटाइरहेको छ। त्यहाँ पर 2-3टा ढुङ्गा छ। अन्त यो बाटो चाहिँ बनाउनु पर्ने हुन्छ नि त। यहाँ गाडी आउँदैन, यो हिलो छ नि त। यो ढुङ्गाहरू फुटाएर सबै फिनाइदिनु पर्ने हुन्छ। हेर्नुहोस् म कस्तो हुँदैछ बाटोमा। अहिले सबै खिचाइसकेर देखाउनेछु तपाईँहरूलाई। भिजाएर ढुङ्गा फुटाएर त्यहाँनिर देखाउनेछु। अब भिडियो पक्रिने मान्छे छैन, अब एक्लै छु हो। अन्त भिडियो यस्तो बनाइदिने मान्छे भए त भिडियो बनाइदिनु लाग्ने हो, छैन। अब तपाईँहरूलाई देखाउनु सक्दिनँ, म एक्लै छु। त्यही भएर चाहिँ यसो हेरिदिनुहोस्, प्रक्रिया राखिदिनुहोस् के कसो लाग्छ तपाईँहरूलाई। मन पऱ्यो भने यसो दबाएर सेयर लाइक कमेन्ट हालिदिनुहोस्। मन परेन रहेछ भने अब के भन्नुहोस् कमेन्ट गरेर के मन परेन रहेछ होइन। अब जाने त सबैले जानेर आएको त हुँदैन। अब एउटा कुराबाट सिक्छ नि त। मैले यो गल्ती गर्दै रहेछु भनेर हो। कोही जानकार हुन्छ, कसै किन जानेको। त्यही भएर चाहिँ हेरिदिनुहोस्, भनिदिनुहोस्। अन्त स्टुडेन्ट भाइ पनि आउँदै रहेछ। गाइस मैले चाहिँ ब्रेकर पनि लगाइसकेँ। अब भने चाहिँ ढुङ्गा फोड्नु पर्ने हुन्छ। यहाँदेखि स्टार्ट गर्छु, सबै फुटाउँदै जान्छु। यसको एउटा प्रब्लम छ, योहरू नगरी हिँड्दै हुँदैन नि त। पानी चाहिँ बप्पाल पर्दै, पानी चाहिँ
सक्नुहुन्छ पानी चाहिँ यस्तो परिरहेको छ कि रोडमा खोला कुदिसकेको टङटङ आफै हिँडाउनु छोडेको छैन खोला ओडार आउँदैछ पानी त हेबा पऱ्यो त हौ कहाँ पुगेर आउनु पानी चाहिँ जे होस् घमासान बाक्लो डर्रो पानी पर्दैछ है गाइस यसको त पछाडि ट्याम्पै रहेछ नि त है सामान ट्याम्पै छ नि कत्रो पानी परेको हो केही नदेख्ने पानी पर्छ ग्यासहरू छुट्टी पनि भयो 6 बजिसक्यो हो आजको काम चाहिँ यो मेसिन मैले यहाँ थन्काइदिएँ अन्त आजको काम परदेखि फुटाउँदै यहाँसम्म आएँ भोलि त्यहाँसम्म पुग्छ होला त्यहाँदेखि चाहिँ बगर सगर लाएर सब पकाउनु पर्ने हुन्छ पानी चाहिँ के साह्रो परेको बाटो चिप्लो गम्बुट लाएर हिँड्ने सिन परिरहेको छ फोनमा चार्ज पनि छैन हौ गाइस यसो अब सम्झेर बुझेर म चाहिँ ब्लग यहीँ टुङ्गाउनु चाहेँ हजुर बाय बाय मिलते हैं नेक्स्ट ब्लॉग में तब तक तो दबा के रखो लाइक और कमेंट सब्सक्राइब गरिदिनुहोस् होला दबाएर